साथीहरू भन्दै हुनुहुन्थ्यो दाइ निषेधित क्षेत्र तोड्नुपर्छ, सामन्तीलाई ठोक्नुपर्छ भनेर हामीले साथीहरू तयारी गरिरहनु भएको थियो। प्रत्येक युवाहरू यो निषेधित क्षेत्र तोड्न आएका हुन्। प्रत्येकको आँखा मैले हेरिरहेको छु, प्रत्येकको अनुहारलाई मैले हेरिरहेको छु। यहाँका सामन्तीलाई एकचोटि टेलर देखाइदिनुपर्छ दाइ, आज हाम्रो पाखुराको दम देखाइदिनुपर्छ दाइ, आज हाम्रा भाइहरूको हतियारलाई जोगाउनेहरूलाई एकचोटि टेलर देखाइदिनुपर्छ दाइ आज भन्ने प्रत्येकको माग थियो। तर हामीले भन्यौँ काखमा बच्चा बोकेर आमाहरू आउनु भएको छ, दिदीबहिनीहरू आउनु भएको छ। यो आन्दोलन अहिले थोरै गर्दाखेरि यो आन्दोलन कहीँ कतै फेरि भिजिल्यान्टीहरूले यो आन्दोलनलाई कहीँ कतै भड्काइदिन सक्छन्। भोलि परिस्थितिको निर्माण हुन्छ, दलितहरूले काठमाडौँ घेर्नेछन्, आफ्नो जुनी फेर्नेछन्। यो तयारी भइरहेको छ, यो मजबुत तयारी र गहिरो तयारी हुनेछ। आफ्नो मनको आक्रोशलाई पनि रोकेर हाम्रो वचनलाई सुनेर यहाँसम्म आइदिनु भयो। मनको आक्रोशलाई रोकेर ठिङ्ग उभिएर हाम्रो कुरालाई मनमा लिनुभयो। फर्केर जाँदै गर्दा मनलाई अझै मजबुत बनाएर जानुहुनेछ, मनलाई अझै बलियो बनाएर जानुहुनेछ। दलितहरू आत्मसम्मानको लडाइँमा कसैको पैसाकी टेकेर कसैले काठमाडौँ जाने भाडा हाल्देला कि भनेर त्यो पर्खाइमा बस्ने छैनन्। आफ्नो आत्मसम्मानको तयारीको लागि म सबैजना साथीहरूलाई हार्दिक अपिल गर्न चाहन्छु। आजको यो कार्यक्रम सकिसकेपछि भोलि हामी एउटा सामान्य तयारी पनि गर्नेछौँ र अब आउँदै गरेको असोज 3 गते संविधान दिवसको दिन एक युगमा एकचोटि एक मिलेर एक बनौँ। दिनको 1 बजे 1 भन्दै गर्दा काठमाडौँमा 1 लाख दलितहरू आउने तयारी भइरहेको छ। 1 लाख दलितहरू त्यो दिन माइतीघर मण्डलाबाट 3 कुनेसम्म जाँदै गर्दाखेरि इसामन्तीले कसरी आँखा जुदाउँदो रहेछन्, कहाँनिर निषेधित क्षेत्र भन्ने रहेछन्, त्यो दिनको पनि हामी प्रतीक्षा गरिरहेका छौँ।